के तपाईहरूलाई थाहा छ कि सम्भाला आज पनि अश्वत्थामा अमर भएर बसिरहेको स्थान मानिन्छ? यो रहस्यमय भूमिमा बस्ने मानिसहरू 4000 वर्षभन्दा बढी बाँच्ने विश्वास छ र तिनीहरूसँग समय यात्रा, टेलिप्याथी जस्ता शक्तिहरू छन्। चिन्तामणि रत्नको त्यो रहस्य के हो जसले इच्छाहरू पूरा गर्छ? हिटलर किन यसलाई पाउन अति आतुर थियो? किन भनिन्छ कि भगवान विष्णुको 10औं अवतार कल्की केवल सम्भालामै जन्मिनेछन्? यी युगौं पुराना प्रश्नहरूले सदा मानिस जातिलाई चकित बनाउँदै आएको छ। यस डकुमेन्ट्रीमा हामी यी रहस्यहरूका उत्तरहरू पत्ता लगाउने कोसिस गर्नेछौँ र सम्भालाका अझ धेरै गोप्य कुराहरू उजागर गर्नेछौँ। त्यसो भए अब यो रहस्यमय यात्राको सुरुवात गरौँ है त। के सम्भालाको ज्ञान र आध्यात्मिक शक्तिहरू आज पनि अस्तित्वमा छन्? सन् 2013मा एक अनुसन्धान टोली तिब्बत पुगेको थियो र त्यहाँको ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरूको अध्ययन सुरु गरेका थिए। अनुसन्धानको क्रममा उनीहरूले बिर्सिएको गुगे राज्यको खोज गरे। त्यति बेला करिब 1 लाख मानिसहरूको वासस्थान थियो, तर एक रातमा नै सबै मानिसहरू रहस्यमय तरिकाले हराए। न त कुनै लास फेला पर्यो, न कुनै प्रमाण, केही पनि थिएन। यो रहस्य आजसम्म वैज्ञानिकहरूको लागि एक चुनौती बनेको छ। केही मानिसहरू भन्छन् यो एलियन गतिविधिसँग जोडिएको हुन सक्छ। गुगे राज्य 13औं शताब्दीमा हिमाली कठोर क्षेत्रमा स्थापित भएको थियो, तर 15औं शताब्दीसम्म आइपुग्दा समृद्ध साम्राज्य बनेको थियो। जहाँ 10,000 मानिस पनि बाँच्न सक्दैनथे, त्यहाँ 1 लाख मानिसहरू कसरी जीवित थिए? जब उनीहरूलाई सोधिन्थ्यो, उनीहरू भन्थे, हामी जे छौं त्यो सम्भालाकै कारण हो। यही सम्भाला जसलाई हिन्दू र बौद्ध दुवै धर्ममा देवताहरू बस्ने सहर मानिन्छ। सन् 1673मा लद्दाखका राजा गुगे राज्यमाथि आक्रमण गर्न आए, तर अर्को बिहान जब सैनिकहरू गुगे प्रवेश गरे, सम्पूर्ण राज्य खाली थियो। कुनै पनि मानिस थिएनन्। सैनिकहरूले दरबार मुनि 1 देखि 2 किलोमिटर लामो सुरुङहरू फेला पारे, जसमा हालसालैको गतिविधिको चिन्हहरू देखिन्थ्यो। ती सुरुङहरू पछि नष्ट गरिएका वा जाने जाने ढालिएको देखिन्थे। ती सुरुङहरू सिधै कैलाशतर्फ जान्थ्यो, जसलाई भगवान शिवको निवास र सम्भालाको प्रवेशद्वार मानिन्छ। आज पनि कैलाश आध्यात्मिक साधक र वैज्ञानिकहरूको लागि केन्द्रबिन्दु बनेको छ। अब केही समयको लागि हामी तपाईहरूलाई सम्झाउन चाहन्छौँ। हामीले यस्ता डकुमेन्ट्रीहरू बनाउन धेरै मेहनत गर्छौँ। यदि तपाईलाई हाम्रो भिडियो मनपर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईहरूको साथ नै हाम्रो प्रेरणा हो। हिमालका हिउँले ढाकिएका शिखरभित्र लुकेको छ सम्भाला, एक रहस्यमय नगर जसले सयौं वर्षदेखि खोजकर्ताहरू, साधककर्ताहरू र ऋषिमुनिहरूलाई आकर्षित गर्दै आइरहेको छ। वैश्य वानरीय लोक, ज्ञानगञ्ज, सिद्ध आश्रम वा साङ्ग्रिला जस्ता अन्य नामले चिनिने यो सहरलाई शान्ति, ज्ञान र एक अत्यन्त उन्नत सभ्यता भएको मानिन्छ। तर यो सहर पत्ता लगाउन आज पनि सजिलो छैन। उपग्रह र जीपीएस जस्ता प्रविधिले पनि यसलाई फेला पार्न सकेको छैन।
प्राचीन ग्रन्थहरू अनुसार हनुमान र अश्वत्थामा जस्ता अमर आत्माहरू सम्भालामा बास गर्छन्। यहाँका मानिसहरू अत्यन्त बुद्धिमान, आध्यात्मिक रूपले उन्नत र तिनीहरूमा समय यात्रा, टेलिपोर्टेसन र एलियनहरूसँग कम्युनिकेट गर्न सक्ने जस्ता शक्तिहरू छन्। भनिन्छ सम्भाला एक बहुआयामिक स्थान हो जुन केवल बहुआयामिक चेतनाद्वारा मात्र प्रवेश गर्न सकिन्छ। यस चेतनाको स्तर मेडिटेसन साधनाद्वारा मात्र प्राप्त गर्न सकिन्छ, जुन हिमालको रहस्यमय वातावरणमा सम्भव छ। सम्भालाको वर्णन धेरै प्राचीन ग्रन्थहरूमा पाइन्छ। तिब्बती बौद्ध धर्मको कालचक्र तन्त्रदेखि लिएर हिन्दू धर्मको पुराणहरूमा पनि यसको उल्लेख पाइन्छ। सम्भाला केवल एक मिथक होइन, यो एउटा आध्यात्मिक लक्ष्य हो। भनिन्छ सम्भाला केवल शुद्ध हृदय भएका र उच्च आत्मा भएका मानिसहरूलाई मात्र देखा पर्छ। हिन्दू र बौद्ध ग्रन्थहरू दुवैले यहाँका मानिसहरूलाई अमर मानेका छन्, जसले मृत्युलाई जितेका छन् र पुनर्जन्मको चक्र पार गरेका छन्। कालचक्र तन्त्र र झाङझुङ संस्कृति अनुसार भगवान विष्णुको भविष्य अवतार कल्की सम्भालामै जन्मिनेछन्, जसले कलियुगको अन्त गर्नेछन् र धर्मको पुनर्स्थापना गर्नेछन्। संस्कृतमा सम्भालाको अर्थ नै शान्तिको स्थान हो। एउटा प्राचीन तिब्बती ग्रन्थमा सम्भालालाई बेबिलोन, जुडिया, फारस जस्ता प्राचीन सभ्यताहरूको नक्सामा उल्लेख गरिएको छ। 7औं शताब्दीको तिब्बती बोन ग्रन्थहरूमा पनि सम्भालाको नक्सा पाइन्छ, जुन करिब 2000 वर्ष पुरानो मानिन्छ। अब हामी सम्भालाको धार्मिक उत्पत्तिको अन्वेषण गर्नेछौँ। ती पवित्र ग्रन्थहरू र परम्पराहरू जसले यसको चर्चा गर्छन्। महाकाव्यहरू अनुसार सम्भाला एक रहस्यमय राज्य हो जसमा कालचक्र मण्डल, पिरामिड र आयुर्वेदिक ज्ञानका गोप्य सूत्रहरू लुकेका छन्। भनिन्छ सम्भालाको पहिलो राजाले एउटा 9 तल्ले क्रिस्टल पर्वत बनाएका थिए, जसलाई अत्यन्त शक्तिशाली र आध्यात्मिक केन्द्र मानिन्छ। यहाँका मानिसहरूलाई शारीरिक र मानसिक रूपमा पूर्ण प्राणी मानिन्छ, जो ज्ञान, विज्ञान र आध्यात्मिक सम्मिश्रण हुन्। अब बौद्ध धर्ममा सम्भालालाई कसरी हेरिन्छ भन्ने बुझौँ। तिब्बती बौद्ध धर्ममा सम्भाला एउटा दिव्य राज्य मानिन्छ, जसले शान्ति, करुणा र ज्ञानको प्रतिनिधित्व गर्छ। बौद्ध धर्मको एक गहन ग्रन्थ कालचक्र तन्त्र, समय, ब्रह्माण्ड र मानव चेतनाको विषयमा आधारित छ। यसमा सम्भालालाई एक पवित्र नगरीको रूपमा वर्णन गरिएको छ, जहाँ एक अत्यन्त उन्नत सभ्यता बसोबास गर्छ। भविष्यवाणी अनुसार जब संसार अज्ञानता, हिंसा र अराजकताले भरिन्छ, सम्भालाका अन्तिम राजा रुद्रचक्रिन प्रकट हुनेछन्। उहाँले दुष्टताको अन्त्य गरी धर्मको पुनर्स्थापना गर्नेछन्। कालचक्र दीक्षा अनुष्ठान साधकहरूलाई सम्भालाको शक्तिसँग परिचित गराउने एक प्रक्रिया हो, जुन तिब्बती बौद्ध धर्मको गहिरो तान्त्रिक शिक्षाको आधार हो। अब हेरौँ हिन्दू धर्मले सम्भाला बारे के भन्छ। हिन्दू धर्ममा सम्भाला एउटा पवित्र नगरी हो, जहाँ भगवान विष्णुको अन्तिम अवतार कल्की
को जन्म हुनेछ। श्रीमद् भागवत पुराण, विष्णु पुराण, महाभारत, मत्स्य पुराण र कल्की पुराण जस्ता पवित्र ग्रन्थहरूले कल्कीको आगमनको वर्णन गरेका छन्, जसले अन्धकार युगको अन्त गरेर नयाँ युगको सुरुवात गर्नेछन्। भनिन्छ कल्की सम्भालामै जन्मिनेछन् र दानव कलीको संहार गरेर सत्य युगको आरम्भ गर्नेछन्। शास्त्रहरू अनुसार कलियुग 4,32,000 वर्षसम्म चल्छ र हामी अहिले यसको पहिलो चरणमा छौं। अन्तिम चरण आउँदा भगवान विष्णु कल्की रूपमा प्रकट हुनेछन्, जो एक घोडामा सवार भएर तरबार लिएर आउनेछन्। भनिन्छ कृष्णको समयमा नै यो भविष्यवाणी गरिएको थियो। कल्कीको जन्म माघ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा कृष्णको जन्मपछि 21 पक्ष पछाडि हुनेछ। श्रीमद् भागवत पुराण खण्ड 1 अध्याय 3 श्लोक 25 मा भनिएको छ, दुई युगको सन्धिमा जब राजा लुटेरा बन्छन्, विष्णु कल्की रूपमा अवतरित हुनेछन् र विष्णु यसाको घरमा जन्मिनेछन्। खण्ड 12 अध्याय 2 श्लोक 18 मा फेरि पुष्टि गरिएको छ, कल्की सम्भाला नामक गाउँमा धर्मात्मा ब्राह्मण विष्णु यसाको घरमा जन्मिनेछन्। यी प्रमाणहरूले हिन्दू धर्मशास्त्रमा सम्भालाको अस्तित्व पुष्टि गर्दछ। यदि तपाईलाई भगवान कल्कीको रहस्यहरूबारे सम्पूर्ण डकुमेन्ट्री हेर्न मन छ भने कृपया कमेन्ट गर्नुहोस्। तपाईको सुझाव हाम्रो लागि महत्त्वपूर्ण छ। अब हामी सम्भालाको खोजीमा गरिएको विश्वव्यापी प्रयासहरूको समीक्षा गर्नेछौँ। के कोही सफल भयो वा सम्भाला अझै लुकेको छ? इतिहासमा धेरै खोजकर्ताहरू र साहसी यात्रीहरूले सम्भालाको खोजी गरेका थिए, तर पूर्ण सफलता कसैले प्राप्त गरेनन्। केहीले यसको अनुभूति गरे भने केहीले झलक देखेको दाबी गरे। यी यात्राहरूमा हिमाली चुचुराहरू र तिब्बतका विकट उपत्यकाहरू पार गर्नु पर्दथ्यो। यसमध्ये एक थिए निकोलस रोएरिज, एक रुसी चित्रकार, लेखक र आध्यात्मिक साधक, जसले 1920 को दशकमा एक विशाल अभियानको नेतृत्व गरे। उनले तिब्बतको गहिराईमा यात्रा गरे र धेरै आध्यात्मिक अनुभवहरू बटुले। रोएरिजको विश्वास थियो कि सम्भालाको मार्ग केवल भौतिक होइन, त्यो एक आध्यात्मिक यात्रा हो। सन् 1927 अगस्त 5 मा उनले आकाशमा एउटा अण्डाकार वस्तु उडिरहेको देखे, जसले उनको सबै शङ्का हटायो। उनले सम्भालाबाट आएको सङ्केतको अनुभूति गरे। उनका लागि सम्भाला ज्ञान, शान्ति र मानव जातिको भविष्यको आशाको प्रतीक थियो। हिन्दू र बौद्ध परम्परामा चिन्तामणि रत्नलाई एउटा दिव्य रत्न मानिन्छ, जसले इच्छाहरू पूरा गर्ने शक्ति राख्छ। यो उच्च आध्यात्मिक चेतनाको प्रतीक हो। रोएरिजको विश्वास थियो कि यो रत्नले सम्भालाको रहस्यहरू खोल्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। उनले अनेकौं अलौकिक अनुभव गरे र चिन्तामणिलाई यस्तो शक्ति मान्थे जसले मानवता रूपान्तरण गर्न सक्छ। अहिलेसम्मको खोज अनुसार हामीले तपाईलाई सम्भालाको सत्य तथ्य वा काल्पनिक जे जस्तो छ त्यही समावेश गरेर प्रस्तुत गर्यौं। तपाईहरूलाई केही सुझाव दिनु परे हामीलाई कमेन्ट गर्नुहोला। आशा छ हाम्रो प्रयास तपाईहरूलाई मन पर्यो होला। कृपया राम्रो लागे लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। थ्यांक यू।